तर तिमीलाई कस्तो अप्ठ्यारो त्यही त टाढो यस्तो कुरामा केयर जयमसी सबैलाई ओके उसलाई टेस्टिमनी भन्नुपर्छ है बा भनेको कहिले टोइलेट नआउनुमा चाहिँ टोइलेट जान्छु भन्दै थियो अनि मैले पढाउँदैन अनि खोइ टेस्टिमनी भन्ने बानी नै गएछ हौ कसरी स्टार्ट गरौँ भयो ओके प्रभु सहायता गर्नु ओके हामी चाहिँ लास्ट क्याम्प हुँदाखेरि हाम्रो चर्चमा भएको थियो तर नुवाकोटको पनि भएको थियो तर त्योमा चाहिँ हामी गएको थिएनौँ त्योभन्दा अगाडि चाहिँ बाँसबारी चर्चमा भएको थियो कि अनि त्यतिखेर चाहिँ हामीले एकअर्कालाई भेट्या हौँ सो हाम्रो चाहिँ यो क्याम्प चाहिँ ठ्याक्क भेटेकोबाट बिहा पछिको क्याम्प थियो कि सो इट वाज स्पेसल फर अस अनि सुच्याङलाई पनि छुट्टै तरिकाले चिन्ने मौका मिलिरहेछ आजकलको समयहरूमा अनि उसले जुन फायर छैन भन्छ त्यो फायर चाहिँ मेरोमा कुदकुदिन्छ अनि मैले कहिलेकाहीँ सँगै बस्दिन्छु सँगै बस्दाखेरि चाहिँ कस्तो उबाट पनि म कति सिकिरहेको हुन्छु मैले पनि उसलाई जे भए पनि एउटा अनि एउटा चाहिँ मलाई एकदमै गाह्रो भएको थियो के अरे म बुढाको कुरामा पनि जोड्छु एउटा के गाह्रो भएको थियो भने मलाई चाहिँ एउटा त्यस्तो ग्रुपमा राख्यो जहाँ चाहिँ चुक्क पनि बोल्न पाइँदैन थियो क्या क्याम्पमा मलाई त मेरो धैर्यताको टेस्ट भएको थियो कि एकदमै को भन्नु न एकदमै स्ट्रिक्ट सुच्याङ त्यसपछि करुणा त्यसपछि जुना त्यसपछि त झन् नबोल्ने मान्छेहरू होइन अनि तर मैले दानिएलाई पनि छुट्टै तरिकाले चिन्न पाएँ हाम्रो दिपेन दाईको छोरा कतिले चिन्नुहुन्छ कस्तो मजाले यति आइडिया आउँछ उसको तर एकदम खुसखुस आइडिया के त्यो अगाडि गएर बोल्ने आइडिया चाहिँ बोल्न चाहिँ उसले सक्दैन टेस्टी पनि मार्दैन तर कानमा चाहिँ भनेको भने गरिदियो अनि चुप लाग्ने मान्छेहरूलाई झन् कति बोल्न मन लाग्दो रहेछ मौका नपाएर पो हो कि जस्तो पनि लाग्यो मलाई यहाँ दानियल भाइ बसेको थियो नि छेउमा अनि सो त्यो क्याम्पमा चाहिँ एकचोटि मैले ब्यान्ड बिर्सेको थिएँ कि कता झरेछ है मलाई भन्दा बढी मेरो टिमलाई यति प्यारी भएको कि म त्यसपछि बल्ल सिरियस भएको क्या ग्रुपमा नत्र त म त के अरे अब के हराए पनि किन हुन्छ र भनेर हिँडिरहेको थिएँ त्यो ज्याकेट खोल्दाखेरि खसेछ अनि म दौडेर बाहिर लिन गएको बिचरा बहिनीहरूले त यति साह्रो तरिकाले खोजेछन् कि कसले भेटाएको हो जुनाले हो जुनाको चाहिँ मैले स्पेसली यस के थाहा पाएँ भन्दाखेरि चाहिँ यस्तो लिडर क्यापेबिलिटी रहेछ कि उसले खास मौका नपाएर छ तर भेनाले चाहिँ चर्चमा त मौका दिइरहनु भएको होइन अनि मलाई एकदमै ब्युटिफुल लाग्यो कि त्यो सरप्राइज भएको थियो नि क्याम्पमा कि एकजना लिडर चाहिँ हामीले चुज गराएको थियो तर त्यो लिडरले फेरि लिडर चुज गर्नुपर्ने कि अनि मलाई र उसलाई देखेर मलाई त प्लिज म त म्यारिड टाइम छ मेरो रेस्ट टाइम हो मेरो प्लिज भनेर चाहिँ ठ्याक्कै बातले बुझ्नु भयो क्या मेरो साँच्चीकै मलाई रेस्ट चाहिएको थियो नत्र मेरो मलाई बना भने म भनिहाल्थेँ होइन अनि उसलाई चुज गरेर यति सिरियस बिहान कति 6 बजी उठ्न आएको थिएँ है तर मलाई चाँडै उठ्ने भएर म उठिसकेको थिएँ सबलाई के यति सिरियस नाम सबैको लेखेर तपाईँ आउनुपर्छ है बिचारा कोही त आउँदैन आउने कि कस्तो सिरियसै नायो कति चाहिँ दानियल त झन् यति नट सिरियस कि बिहान त ढल्की के गर्यो गर्छ है अनि हाम्रो म भन्दैछु यो हातमा आउँदैछ त्यो मैले बुढाले ल्याएको कि अनि त्यसपछि के भयो अब त्यो हामीले भएन अनि त्यो सब मेम्बरको बारेमा कुरा गरेँ अनि लास्टमा चाहिँ जब विनरको एनाउन्स हुन्छ म त मार्क्स काउन्टै गर्न छोडिसकेको थिएँ किनभने लास्टमा त हामीले सेकेन्ड डेको पर्फर्मेन्स हाम्रो राम्रो थिएन कि अनि लास्टै हो के मार्क्स काउन्ट गर्नु भने सुच्याङ चाहिँ काउन्ट गराएरै गर्छौँ भयो होइन अब विनर भएर गिफ्टै नदिनुहोस् त स्पेसलै हुँदैन नि त अनि कम्बाइनमा गिफ्टै दिँदैन म के विनर भने के काम त्यो चक्लेट दिनु त भन्नु है अनि है बुढो त्यसपछि बुढासँग त त्यति कुरा भएको थिएन सुच्याङसँग कुरा भएको थियो अनि त्यसपछि अब के भयो विनर एनाउन्स भयो अनि हामी चाहिँ विनर के अरे फर्स्ट रनर अप भयौँ भने सेकेन्ड भने ओके अनि दौडेर गएर बुढालाई चाहिँ बुढा भिडियो खिच ल भनेर दिएको त हामी त झन् जितेको विनर भएको रे कि ओके म होइन मैले सबैलाई पनि एक्सपेक्ट गरेको थिइनँ कि नरको फर्स्ट हुन्छ भनेर बुझ्यो म चाहिँ पुरा सिरियस भएर अनि जुनाले भनिहाल्यो सुच्याङले भनेको के अरे हामी के अरे सेकेन्ड भयो भने बुढो भिडियो खिच्दा हामी झन् फर्स्ट भएको भन्छ कि अनि म चाहिँ स्टेजमा जानुपर्छ ताइको भएर चाहिँ भिडियो दिनु भनेर चाहिँ बोलाएन लिडरलाई मात्रै बोलाएँ अनि के छ केही छैन यति खुसी भने बुढो त्यो ग्रुपमा चाहिँ जितेको ग्रुपमा थियो भनेर अनि यसो सोचेँ सुधा त्यो ग्रुपमा होइन फेरि बुढो
अनि फेरि हामी चाहिँ के भएको थियो भने छुट्टी नै छैन, फोटो खिच्नलाई छुट्टी नै छैन, अति भयो, यसै हार्ने भयो उसै हार्ने भयो, बुढो जाउँ फोटो खिच्न भनेर मैले लगेको थिएँ कि। अनि स्विमिङ पुलमा गएर फोटोसोटो खिच्यो, अनि 10 मिनटको ब्रेक थियो, 15-20 मिनट भइसकेछ है। अनि फेरि मलाई टोइलेट पनि लागिहाल्यो है त्यही बेलामा। अनि गर्दा गर्दा ढिला भयो, सुच्याङ दिदी कस्तो राम्रो गेम खेलायो त कस्तो ढिला हुनुभयो। अब के भन्नु, फोटो खिच्न नि कहाँ, प्लस टोइलेट पनि गएको, टोइलेट पनि गएको हो, सँगसँगै सबै भ्याएको कि। अनि त्यसपछि त ला मार्क्स कति घटेछ कि 1-2 मार्क्स घट्यो भने होइन, घटेको त होइन, तर अझ राम्रो गर्न सकिन्थ्यो तपाईँ भएको भए भने। अनि यसो सोचेँ अब यसै हार्ने उसै हार्ने, लास्टमा त फर्स्ट सेकेन्ड भन्दा त यसै पत्यार लगाएको थियो नि, त्यसपछि बुढो फर्स्ट भन्दा त झन् त्यही पत्यारमा लाग्यो। अनि पछि बुढोको ग्रुपमा चाहिँ जो सिरियस स्न्याप भएको कारणले फोटोसोटो खिच्ने यताउति भएछ होइन। होइन सिरियस भएको कारण फोटो खिच्न पनि त लग्यो नि त। हाम्रो ग्रुपमा चाहिँ त्यो स्ट्रेसले गर्दाखेरि त्यो सबै मार्क्स हुनुपर्छ भन्ने स्ट्रेसले गर्दा फोटो खिच्ने जेलसम्म कसैको जागरै थिएन क्या, कसैको जागा थिएन। फोटो चाहिँ नखिच्ने, हामी त सेकेन्डमा होइन भने सब झोला बोकेर दिदी खिच्ने र दिदी 2 दिनमा धेरै प्रेसर भएछ कि। अनि तिमीले के भनेको थियो अरे क्याम्पमा के सिकेको अलिकति भनिदिऊ थोरै तिमीले, बुढालाई पनि अब सिक्ने प्र्याक्टिस गर्छु कि मैले चाहिँ क्याम्पमा चाहिँ के सिकेँ भन्दाखेरि अब सिक्न त धेरै कुराहरू सिक्यो होइन। नि क्याम्प कस्तो भयो अरे? क्याम्प चाहिँ राम्रै भयो, सिक्न पनि धेरै कुरा सिकेँ। अब के सिकेँ अनि उसलाई चाहिँ सर्ट फर्ममा चाहिँ के भयो भने के अरे जल्दी खाऊ साढे मरुका। मलाई चाहिँ कस्तो भन्दाखेरि अब त्यो सेसन चाहिँ हाम्रो 2 दिनको भयो नि त, त्यो चाहिँ अलिकति 5-6 दिनको चाहिँ अलिक त्यो चाहिँ कस्तो भन्दाखेरि अब तात्तै खाऊ जल्दी मरौ सबै कुरा छिटो छिटो भयो नि त। अब 2 दिनमै सक्यो, अब घर आइसकेपछि फेरि सायद थाक्यो नि त हामी, छिटो भइरहेको त्यही हो। ओके, अनि उसको त्यो कन्क्लुजन चाहिँ मलाई एकदमै राम्रो लाग्यो, ताते खाऊ जल्दी मरौ भने जस्तै गरेर। टायर्ड हुन सोचेको थिएँ, भोलिपल्टै सेसन राखेको थिएँ क्या मैले, यति टायर्ड भएको कि 2 दिनसम्म त हामी त के हो त आराम गरेको रहेछ कि, कति आराम छ क्या। 2 दिनसम्म कामै गर्न सक्यो हामी। सोमबार मङ्गलबार मात्रै क्याम्प होइन हाम्रो, 20 अक्टोबर र 21 अक्टोबर राइट। 20 अक्टोबर मन्डे, 21 अक्टोबर ट्युसडे 2000। ओके, अब के भयो त बुधबार नि रेस्ट, बिहिबार नि रेस्ट, बाबा शुक्रबार नि रेस्ट, शनिबार नि रेस्ट, त्यस्तो त्यस्तो रेस्ट भएको कि। अनि उसले चाहिँ के गर्यो भने धेरै नगरे पनि एटलिस्ट आज गयो भोलि पर्सि क्या निकोर्सि फर्किने अथवा त्यति चाहिँ हुनुपर्छ एटलिस्ट भन्ने चाहिँ भयो उसलाई चाहिँ। अनि मलाई चाहिँ यो सेयर गर्नु मन थियो। अनि बुढा चाहिँ टोइलेट भएको छ भनेर चाहिँ जोस् मैले चाहिँ उसलाई पनि अलिकति सक्यो, किनभने प्र्याक्टिस त गराउनु पऱ्यो नि त होइन। अलिक बोल्ने एकदमै बोल्छ तर एकदमै त्यो साइलेन्ट मान्छेहरू चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि त्यहाँ छेउ भएको मान्छेलाई चाहिँ पुरै भनेको गर्दै माइक मार कहिले पनि नभन्थ्यो सो त्यो कारणले गर्दा। एन्ड थ्याङ्क यू। अनि धेरै पछि टेस्टिमोनी भन्यो बुढा र म। अनि जे भए पनि अनि फेरि एउटा सुधाले चाहिँ एउटा फन्नी भनेको थियो क्या। अनि मैले चाहिँ यो त हाम्रो हनीमुन जस्तै फिल भइरहेको छ यार, काठमाडौँबाट कहीँ मतलब हुन्छ नि, कहीँ काठमाडौँबाट बाहिरै हुन्छ होइन, नगरकोट त पनि होइन। अनि त्यसपछि कहीँ गएन हामी त भने दिदी यहाँ हनीमुन चाहिँ नभन्नु है, कस्तो अप्ठ्यारो हुन्छ क्या अर्को गाडी। अनि अब त्यस्तै फिल भइरहेको, कहीँ गएन होइन, कहीँ गएन नि त हजुर नि। अनि अब त्यो धेरै कुरा फाइनेन्सेसहरू 2जना भएपछि सोच्नुपर्छ। अनि पछि चाहिँ सुधाले पनि एकदमै जाने कस्तो अलिकति कस्तो भइरहेको थियो कि त्यो चाहिँ त्यो ब्रेक चाहिरहेको थियो त्यसलाई। अनि त्यो प्रकारको ब्रेक पनि मिल्यो। अनि अहिले चाहिँ उसले के भन्छ, उसले मलाई इन्करेज गर्छ कि दिदी शनिबार चर्च गएन भने त म त कस्तो ब्याट्री डाउन भएको जस्तो हुन्छ, जसरी पनि अरू दिन बरु काम सिधा पनि शनिबार चाहिँ जानुपर्छ है दिदी भनेर उसले इन्करेज गर्छ। सो क्याबले चाहिँ हामीलाई कहीँ न कतै कहीँ रिचार्ज गराएको छैन भन्दा पनि रिचार्ज गर्दो रहेछ कि बुझ्यो नि। किनभने सुरुमा चाहिँ कस्तो त्यो फ्लोमा जाने कस्तो ब्याट्री डाउन भएको जस्तो हुन्छ, अनि पछि एक्टिभ भइसकेपछि अब भनिहाल्यो नि अब यी सुधा र बुढोको पनि फर्स्ट भयो भने चाहिँ छोडिदिउँ न ल। ओके, यो थाइल्यान्ड भन्दा के अरे म त थाइल्यान्ड गइसकेँ, थाइल्यान्डको पनि लुगा लगाइसकेँ, खाइ पनि सके जस्तो फिल हुन्छ मलाई के भयो होला। सो नयाँ कन्ट्री हो भने कस्तो एक्साइटेड फिल भयो। अनि भेटीको लागि अन्तिम प्रार्थना है, त्योभन्दा अगाडि चाहिँ एउटा चाहिँ भनिदिइहाल्छु म बुढोको एउटा जस्तो बुढो मतलब बुढो भन्न आएछ राजकुमारको चाहिँ कस्तो भने क्याम्पमा एकदमै ब्युटिफुल कुरा पाएको। अनि उसलाई त नसिद्धै हुन्छ जस्तो भइरहेको थियो। अनि हाम्रो कुरा पनि भएको फन्डहरू कम छ नि त बुढा, अब अर्कोचोटि चाहिँ लामो हुन्छ, सधैँ लामो हुन्थ्यो हाम्रो मर्निङ वाक हुन्थ्यो, हाम्रो के हुन्थ्यो। इभन रूपालीले स्विमिङको त कुरा गर्नु भएन भनेपछि त यो त लुकाउनै खोज्या हो नि त। त्यही भएर त्यो अब त्यहाँ भन्यो भने त सबैहरू स्विमिङ ड्रेस लिएर आउला नि, टाइम छैन केही छैन होइन। मन त अमै मैले त स्विमिङ ड्रेसै लगाएन भाइ, स्विमिङ थाहा पाएँ भन्दै थियो, भने पनि थाहा हुँदैन। सो अनि बुढाको चाहिँ त्यो टिम के अरे ग्रेस होइन, स्नेहा छैन भने स्नेहा मेरो फेरि कहाँ धमिलो छ कि भेना छैन
टिम ग्रेसले चाहिँ ग्रेसै पाओ किनभने हाम्रो बुढा चाहिँ बिहान उठ्ने बेलामा चाहिँ टाइममा आयो भने चाहिँ काउन्टिङ थियो नि त होइन अनि ऊ चाहिँ कस्तो रहेछ भने टाइमभन्दा आधा घन्टा अगाडि नै आएको रहेछ बिचरा होइन आधा घन्टाभन्दा अझ बढी होइन अनि काउन्टिङ गर्ने बेला बेपत्ता अनि मैले बुढालाई भने काउन्टिङ गर्ने बेला नभएपछि त 2 बजी आयो 3 बजी आयो के मतलब अनि सुधा पनि सिकाउँछ त होइन बेन टाइममा आउनुपर्छ तपाईँ अगाडि आधा घन्टा अगाडि आएर काउन्टिङ गर्ने बेलै भएको थिएन काउन्टिङ गर्ने बेला तपाईँ हुनुहुन्थेन अनि कहाँ मार्क्स पाउँछ त हाम्रो ग्रुपले भनेर सुधा उठ्ने ग्रुप हो नि त सो बिचरा सोझोमा पनि धेरै सोझो निस्किने बेला अनि मैले हामीलाई उसलाई सिकाएर चाहिँ काउन्टिङ गर्ने बेला चाहिँ बस्छ के बरु म त काउन्टिङ गर्ने बेला ठ्याक्कै पुगेको थिएँ किनभने 5 मिनट अगाडि मात्रै पुगेको हो नि त म त अनि सो त्यो चाहिँ फन्नी लागेको त्यो चाहिँ एड गरिदिइहालेँ सो हामी अन्तिम प्रार्थना गर्नेछौँ अनि साँच्चै नै अब हाम्रो शिर निहुराएर हाम्रो परमेश्वर पिता